एक्लैमा चाहिँ अब यही हो। कमान बस्तीमा चाहिँ के खाउँ हुँदैन क्या, कहाँ जाउँ के किनौँ हुँदैन। टाक्क भाँच्यो ल्याउनुपर्छ। त्यहाँबाट अब भात पाक्दैछ एक्लै त हो, एक्लैमै बस नखर्च गर्नु हुँदैन कमान बस्तीमा बसेर हो। मिठो मसिनो मिठो खोज्नु त हुँदैन। मिठो खोज्नुलाई त काम पनि त्यस्तो हुनु पऱ्यो नि त। काम धन्दा केही छैन, बेकारी हो। अन्त मिठो मसिनो खोजेर के गर्नु अब ती बारीटारीमा रोप्नु पनि पर्छ। तर अब बारीमा नि यो त्यसै हुँदैन नि हो, रोप्नु पनि पर्छ बारीमा। अर्कै यही छ मजा चाहिँ कमान बस्ती बस्नु चाहिँ। के खाउँ सट्टै बारीमा बस्नुपर्छ, मुन्टा टिप्नु कि गाबा खानु कि मजाले। सो गाइस यस्तै छ जिन्दगानी कमानको। पकाएको चाहिँ अब पकौडा खाँदा पनि हुन्छ क्या। पकौडामा मरमसला हालेर ग्रेभी बनाएर यसको पकौडामा ग्रेभी गरेर खाँदा पनि हुन्छ। तपाईँहरूलाई क्यामेराम्यानको अभावले गर्दाखेरि चाहिँ मैले सिधा सब्जी हालेको देखाइदिएँ है। सब्जीमा नुन हर्दी रङ खोर्सानी है सबै एकदम हालेर मजाले चलाएर यसलाई चाहिँ फेरि ज्यादा चलाउनु चाहिँ हुँदैन क्या। ज्यादा चलायो भने चाहिँ कोकाउनु हुन्छ। यसलाई मैले प्याज मजाले गरेको छु। अनि केही बोइल भएपछि फेरि यसमा टमाटर हल्का अमिलो भएको टमाटर हालेको छु, जो अमिलोले चाहिँ यसको कोकाउने काट्छ। टमाटर हालेपछि अब मोटामोटी यो पाक्नु आँटेको छ। हल्का आँचमा अलिकति हल्का आँचमा राख्यो भने चाहिँ यसलाई अलिक लतक्क हुन्छ र मजा आउँछ क्या खानु। ल अब चाहिँ लतक्कै भइदियो क्या, दामी लतक्कै आम्मा हेर्नुहोस् त। तेल चाहिँ फेरि अलिकति यसलाई चाहिँ तेल हाल्नुपर्छ, अलिकति चिच्चा गर्नु हुँदैन है। अब चाहिँ खानको लागि चाहिँ मैले रेडी गरेँ। सुकाएँ मैले खानुको लागि तपाईँहरूलाई देखाइरहेको छु। एकदम खाना मजाले रुच्छ क्या। नरुच्नेलाई पनि दुई थाल चाहिँ नि आँखै चिम गरेर हुन्छ क्या। यसैले गाइज तपाईँहरू एकदम त्यो दोकानमा सब्जी किन्नु ज्यादा जाने होइन, बारीमा पस्नुहोस्। अहिले घर त बारीमा दुःख हुँदैन, तर रोप्नु पनि पर्छ। फेरि रोपेर तपाईँले रोपेन भने चाहिँ फेरि अरूलाई हात फैलाउनु पर्छ, माग्नु पर्छ, लाज हुन्छ। दोकानमै जानु पऱ्यो किन्नु है। त्यसले गर्दाखेरि चाहिँ सो गाइज तपाईँहरू एकदम अर्ग्यानिक खानुहोस्, आँखा तेज, शरीर स्वस्थ रहनुहोस्। जय गोर्खा। र म चाहिँ यस्तै हो, लङसम सोरसार सबै जे पनि नर्खट छैन कि सोरसारै खान्छु कि। त्यसले गर्दा चाहिँ अलिकति जिउ चाहिँ लाग्दिन्छ र नि त क्या, दामी। त्यो चाहिँ हुँदो रहेछ नि त। फेरि अलिकति नर्खट गर्नेहरूको चाहिँ जिउ अलिक सिकुटे हुन्छ र हामी अलिकति जे पाए त्यो सोरसार खाइदिनेको चाहिँ अलिकति यो चाहिँ अब एकदमै जिउ लागिहाल्छ, मोटिहाल्छ। त्यो पनि अब खै के भन्नु अब है। र यस्तै छ कमानको जिन्दगी। सो सबैलाई फेरि भेट्ने छु भने